नमस्कार साथीहरू, आजको यस भिडियोमा स्वागत छ। साथीहरू आजको भिडियोमा मसँग बुस्ट मोडुल रहेको छ। DC टु DC बुस्ट मोडुल रहेको छ, देख्न सक्नुहुन्छ। यो बुस्ट मोडुल रहेको छ अनि यता पछाडि देख्न सकिन्छ बुस्ट मोडुल लेखेको। यो चाहिँ यसको मोडल रहेको छ अनि यसरी यसको यो साइडतिर इनपुट रहेको छ, यतातिर आउटपुट रहेको छ। यसमा 3 भोल्टेजदेखि 30 भोल्टेजसम्म इनपुट दिन मिल्छ भने 5 भोल्टेजदेखि लगभग 40 भोल्टेजसम्म यसमा आउटपुट लिन सकिन्छ। किन भन्दाखेरि साथीहरू यसको इनपुटमा रहेको छ 35 भोल्टको क्यापेसिटर रहेको छ भने आउटपुटमा रहेको छ 50 भोल्टको क्यापेसिटर रहेको छ। त्यही अनुसारले त्योभन्दा कम भोल्टेज हो यसमा लगाउन मिल्ने, धेरै मिल्दैन। अनि यो दुईटा क्यापेसिटर रह्यो, यो इन्डक्टर कोइल रहेको छ। यसको नम्बर यहाँ लेखेको छ 330 अनि यो रहेको छ आइसी। अब यसमा 3 भोल्टेज दियौँ भने कति भोल्टेज लिन सकिन्छ? अनि यसैगरी मसँग यो बुस्ट मोडुल भन्ने बित्तिकै भोल्टेजलाई यसले बुस्ट गर्ने हो, बढाउने काम गर्छ। अब मसँग रहेको छ यसैगरी यो 12 भोल्टको बल्ब रहेको छ। अनि यो बाल्न सक्छ कि सक्दैन म चेक गर्छु अहिले। अनि यो पनि रहेको छ एलइडी 12 भोल्टको। अनि यो दुईटा बाल्यो भने यो 12 भोल्टको फिलामेन्ट बल्ब रहेको छ 21 वाटको, यो पनि बाल्छु। यो सानो खालको 12 भोल्टको फिलामेन्ट बल्ब रहेको छ, यो पनि बाल्न सक्छ कि सक्दैन त्यो पनि म चेक गर्छु। अब यो रहेको छ लिथियम ब्याट्री होल्डर। यो रह्यो ब्याट्री रहेको छ, यो लिथियम ब्याट्री देख्न सक्नुहुन्छ। यो प्लस हो भने यताको यो माइनस हो। अब यो ब्याट्री होल्डर भयो, यो रातो तार जोडेको यो प्लस हो, यो पहेँलो जोडेको माइनस हो। अब यसमा यता यसरी यो बाहेक इन रहेको छ, यो इन माइनस हो, यो इन प्लस हो। यो इन प्लस इन यो रहेको छ। यताको यो माइनस इन रहेको छ र यो साइड यो कनेक्सन भयो। जब यसमा हामीले ब्याट्री सप्लाई दिइन्छ, यहाँ एउटा नीलो रङको एलइडी रहेको छ, यो बल्ने गर्छ। अनि यो बलिसकेपछि आउटपुट निकाल्न सुरु गर्छ र अनि कति भोल्टेज निकालियो त्यसको लागि भोल्टेज एडजस्ट गर्नको लागि यहाँ दिएको छ पोटेन्टियोमिटर। अनि यहाँ चाहिँ पेचकसको मद्दतले यसलाई घुमाएर भोल्टेज कम बेसी लिन सकिन्छ। अब यो मैले यो ब्याट्री चाहिँ अब यो ब्याट्री देख्न सकिन्छ 3.7 भोल्टको रहेको छ। अब यो 3.7 भोल्टभन्दा तल लिन पनि मिल्छ, 3 सम्म लिन मिल्छ, 3 भन्दा तल मिल्दैन। जस्तै अब यसमा हामीले 12 भोल्टको ब्याट्री जोड्यौँ भने 5 भोल्ट, 9 भोल्ट, 6 भोल्ट, 10 भोल्ट जति नि त्यतिसम्म लिन सकिन्छ। अब यो मैले पहिला ब्याट्री लगाउँछु, ब्याट्री लगाइसकेपछि भोल्टेज चेक गर्छु। यो ब्याट्री लगाइदिएको छु, ब्याट्री लगाएपछि अब यहाँ एउटा बत्ती बोलेको छ। अब यत्तिकैमा पहिला यो एलइडी चाहिँ जोड्न हुँदैन, यसले कति भोल्टेज निकालेको त्यो चेक गर्नुपर्छ। किन भन्दाखेरि यो त कतिमा थाहा हुँदैन नि। अब यसमा कति भोल्टेज पहिला यसमा आउट निक्लेको छ, मैले चेक गर्छु पहिला। यसको आउट भोल्टेज रहेको छ अहिले 7 भोल्टेज रहेको छ। त्यो माइनस देखाएको भनेको उल्टो भएर यो तारको कनेक्सन यसरी मिटरको प्लसमा प्लस माइनसमा माइनस जोडियो भने माइनस चिन्ह देखाउन यो 7 भोल्टेज। पहिला मैले यो एलइडी बाल्छु, यो कतिको बाल्छ त्यही अनुसार पालो सबै बाल्छु मैले। यो रातो धर्सा भएको यो प्लस हो, यो माइनस हो। अब यो कनेक्सन गर्ने बित्तिकै यो ग्रिन कलरको एलइडी बलेको छ। 7 भोल्टेज आउट निक्लेको भएर यो मधुरो बोलेको छ। अनि यो यसरी चाहिँ देख्न सकिन्छ। यसको मैले अब बढाउँछु आस्ते आस्ते, यो अझै यसको उज्यालो बढ्दै जान्छ। बढाउँदै जाम थोरै थोरै, बढेको छ, अझै बढेको छ, अझै बढेको छ, अझै बढ्दै गएको छ। अब म घटाउँछु एकचोटि उल्टो घुमाएर। अहिले घट्यो, देखियो घट्यो, अहिले पूर्ण रूपमा बन्द भयो। यो यसको भोल्टेजभन्दा कम भइसक्यो, त्यही भएर यो बल्न सकेन। अब यसको यति बढाउँछु, बढ्यो बढ्यो, बल्दैछ 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 बल्दैछ, अहिले यो एकदम तेज बोलेको छ।
यसले काम गरेको छ अब। एकदम राम्रो उज्यालो बोलेको छ। यो आइसी ठिक छ हिट भएको छैन। 8 भोल्टेज रहेको छ। अब यसलाई म घुमाएर मैले अहिले 12 जति बनाउँछु। अब यसको उज्यालो पनि तेज बढेको छ। अब यसमा 9.8 भोल्टेज रहेको छ। 9 भनेपछि अझै बढाइदिउँ। अब कति रह्यो? हल्लियो 12.3 12 भोल्टेज भयो। यसले बढाउँदै नाप्दै गरेर यसमा लगभग 20-32 भोल्टेज जति लिन सकिन्छ। 40 सम्म मिल्दो रहेछ। 40 भोल्टेजसम्म। अनि यसको उज्यालो पनि एकदम तेज रहेको छ। झलल्ल देखिएको छ। अब यो बल्दो रहेछ, यसले काम गर्यो। अब मैले यसमा हल्का तातेको छ हल्का यो बल्ब। अब यो लगाऊँ। यो कति यसको प्लस यतै। ल यो पनि झलल्लै बलेको छ। एकदम उज्यालोको साथमा बोलेको छ, यो झलल्लै बोलेको छ। अनि अब यसलाई राखौँ। अब यो जोड्छु। यो चाहिँ मैले यो कनेक्सन छुटाएरै जोड्छु यो बल्ब। यो चेक गर्छु, त्यसपछि यो पनि चेक गर्छु। अब यो बल्ब मैले जोडेको छु, यो पनि बलेको छ। त्यस्तो धेरै उज्यालो त बलेको छैन। यो पनि बाल्न सकेको छ। अब यसमा मैले यो लगाएर चेक गर्छु है, यो बाल्न सक्छ कि सक्दैन। यो बाल्न सके छैन। हल्का जस्तो त्यो लिथियम ब्याट्रीले भन्दा यति तेज बालेको छ, त्यस्तो उज्यालो छैन। यो बालेको छैन। यो बाल्दाखेरि आइसीहरू तात्ने डर हुन्छ। यो बल्ब चाहिँ धेरै बेर बाल्न हुँदैन। यो म छुटाइदिइहाल्छु। अब यसमा एलइडी बल्ब, एलइडीवाला चाहिँ एलइडीवाला बत्तीहरू बाल्न मिल्यो। यो फिलामेन्ट बाल्न मिलेन। अब यो पनि जोडौँ। यसको प्लस। यो चाहिँ मजाले बालेको छ, एकदम उज्यालो बालेको छ। अनि एउटा कुरा साथीहरू, योभन्दा पहिलाको भिडियोमा मैले एउटा बुस्ट कन्भर्ट मोडलको नि मैले एउटा भिडियोमा यो बत्ती बालेर देखाएको थिएँ। त्यसमा त्यसले भन्दा यो बुस्ट मोडलले राम्रो सप्लाई दिएको छ, राम्रो काम गरेको छ। त्यसले भन्दा यसले बढी उज्यालो दिएको छ। त्यो मोडलभन्दा यो मोडल राम्रो रहेछ। अब यो मोडल चाहिँ सेम उस्तै हुन्। कसरी फरक पर्छ भन्दाखेरि यसमा यो लगाएको यहाँ एउटा आइसी रहेको हुन्छ। यो आइसी कति नम्बरको छ त्यो अनुसारले काम गर्ने गर्छन् यिनीहरूको। यसले चाहिँ एकदम राम्रो उज्यालो दिएको छ। पहिलाको मोडलले भन्दा यसले राम्रो काम गरेको छ। साथीहरू अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद।